हेलो नमस्कार सबैलाई सम्पूर्ण नमस्कार। यो मैले भिडियो किन बनाइरहेको छु किन देखाइरहेको छु भने तपाईँलाई अचम्म लाग्यो होला। खासमा म यो किन देखाउन लागेको भनेपछि अहिले लगभग 7:15 भइसक्यो, अझै यो जङ्गल अँध्यारो छ। यहाँबाट कम्तीमा पनि दैनिकी 200 जना विद्यार्थीभन्दा बढी 2 देखि 300 को हाराहारीमा बिहान 6 बजेदेखि लिएर 5:30 बजेदेखि लिएर 6 बजेको अन्तरालमा ट्युसन पढ्ने क्याम्पस पढ्ने विद्यार्थीहरू यो बाटो हिँड्छ। यहाँ साह्रै समस्या देखेँ मैले। अहिले त उज्यालो देखेको छ। हिजो अस्ति पनि यसै ठाउँमा मैले भिडियो बनाएको थिएँ। अब यो बाटोमा विद्यार्थीहरूलाई साह्रै गाह्रो छ यहाँ हिँड्न। बिहान अँध्यारै हुन्छ, अँध्यारोमा अभिभावकहरू पुऱ्याउन आउनुपर्ने, बाटोमा बस्नुपर्ने, बाटोमा स्कटिङ गरेर पठाउनु पर्ने, अनि अभिभावक अब आफै स्वयं आएर त्यो तलैको त्यो जब खाली बाटो देख्यो त्यहाँसम्म नपुऱ्याएसम्म विद्यार्थी यो बाटो हिँड्न सक्दैनन्। त्यही भएर यहाँ पहिला एकचोटि हाम्रो स्थानीय सरकारको पहलमा र समुदाय भवनको पहलमा एकचोटि बत्ती हालेको थियो। ती बत्ती सबै टुटाएछन्, केटाकेटीले फुटाएछन्। ती केटाकेटी पनि कस्तो खालको केटाकेटी भनेपछि तिनलाई यो थाहा छैन कि यो बत्ती फुटाएपछि कसैलाई नि फाइदा हुँदैन, हामीलाई झन् अप्ठ्यारो पर्छ, हामीले रात बिरात हिँड्नुपर्छ यो बाटो भनेर थाहा छैन तिनीहरूलाई। थाहा भएको भए त फुटाउँदैनन्। अब सबैले गाली गर्छन्, ती बच्चालाई गाली गर्छन्, तर म ती बच्चालाई गाली गर्दैन। किन गाली गर्दैन भनेपछि उनलाई थाहा भएको भए त फुटाउँदैनन् नि, फुटाउँथेनन् तिनीहरूले। थाहा पाएर नै फुटाएका हुन् तिनीहरूले। अहिले अलिकति झाडी सफा गराएर रहेछ, खुसी लाग्यो। धेरै धेरै धन्यवाद दाजुभाइ दिदीबहिनीहरूलाई। उहाँहरूलाई यो बाटो विद्यार्थी पढ्नु यस्तै थियो। यो झाडी यस्तै झाडी थियो पहिला। यो बाटोभन्दा पारिको झाडी हो, यस्तै घनघोर झाडी थियो हेर्नुहोस्। अहिले अलिकति यता फाडेर अलिक ठिकै भएर छ, खुसी लाग्यो। आफ्नै बच्चाको लागि सहर सजिलो होस् भन्नको लागि उ गर्नुभयो होला। त्यही भएर यसमा अझ फेरि पुनः स्थानीय सरकारले सहयोग गरिदिए भए हुने, तर उहाँहरू गर्नु हुँदैन। किन गर्ने भए त यतिखेरै हो, झन्डै यहाँको बत्ती गएको यो पोलहरूमा बत्ती थियो, यस्तै यो झाडी हो। यो झाडी थियो, हिजो अस्ति सफा भएर छ। यो सडक यहाँ छ हेर्नुहोस् है, यस्तै यो झाडी अहिले अलिकति सफा भएर छ तलतिरपट्टि। यसमा पोलमा बत्ती थियो पहिला, जम्मै बत्ती फालेछन् केटाकेटीले। अब फेरि पुनः यो ठाउँमा बत्ती हालिदिने र जोडिदिने, बत्तीको लागि पहल गरिदिने कुन दाता आउनु होला भन्ने मलाई ठुलो आश छ। 1-1.5 वर्ष भइसक्यो करिब यहाँ बत्ती फुटेको। अहिलेसम्म कहीँबाट पहल भएको छैन। मात्रै 30-35 हजार 40 हजारको कुरा होला, धेरै ठुलो योजना पनि होइन। अब यहाँका समाजसेवी के गरेर बसेका होलान्, खै हाल्नुपर्ने अब बत्ती सत्ती हालौँ भन्ने पैसा उठाएर पनि बत्ती हाल्नुपर्ने हाम्रै बालबच्चा हिँड्ने हो यो बाटो। मर्निङ बिहानको समयमा बिहान अँध्यारै हुन्छ, छपक्कै अँध्यारो हुन्छ, पुरै अँध्यारो हुन्छ, बिहान केही देखिँदैन। यहाँ यो बाटो हिँड्नै सकिँदैन। ठाउँ ठाउँमा अभिभावकले स्कटिङ गरेर यहाँबाट झन्डै यो कति 600 मिटर होला, त्यहाँ 600-700 मिटरको हाराहारीमा होला। अभिभावकले स्कटिङ गरेर पुऱ्याउनु पर्ने अवस्था भएको छ यहाँको। यही भएर अझै पनि कोही सरकारवाला साथीहरूले, मनकारी मनहरूले बच्चाहरूको सुरक्षितको लागि यहाँ कसैले बत्ती हालिदिनु होला भन्ने आशा राखेर यो मैले भिडियो बनाएको छु। अहिले यो झाडी हेर्नुहोस्, यस्तै थियो हिजो अस्ति। यो अलिकति अहिले यो यहीँका जनताहरूको पहलमा यसलाई अलिकति सफाइ गर्ने कार्यक्रम भयो। सफाइ गरेर अलिकति सुरक्षित देखिएको छ। यति धेरै लामो बाटो बच्चालाई हिँड्न साह्रै गाह्रो भयो। त्यही भएर यो ठाउँमा म प्रायः
5:30 बजेतिर 6 बजेतिर यो बाटोमै म हुन्छु म। बच्चाले ढुक्क बार हिँड्दा पनि फरक परेन। अभिभावकहरू पनि हुनुहुन्छ, कति धेरै अभिभावकहरू यहाँसम्म बच्चाहरू छोड्न आउनुहुन्छ, रोडसम्म बच्चाहरू छोड्न, तल हाइवेसम्म छोड्न आउनुहुन्छ। खुसी लाग्यो मलाई। आफ्नो बच्चाहरूलाई आफै सुरक्षित राख्नुपर्छ। राज्यले गर्नुभन्दा पनि आफ्नो बच्चाहरूको लागि र आफ्नो बच्चाहरूको सुरक्षाको निम्ति त आफै गर्नु पर्यो नि। हजुर 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 ठुल्बा, म यता छु ठुल्बा। यो बर्खा यो यहाँसम्म पिच छ, यो बाटो थोरै छ, गइसक्यो हेर्नु त। ओहो, यो बाटोको दुर्दशा यति छ। अब कहिले भेट्ने हो? ए थोरै छ, गएको धन्य 2 वर्ष भइसक्यो। अहिलेसम्म कतैबाट यसो कार्यक्रम झरेको पनि छैन त झराएको पनि छैन जस्तो लाग्छ मलाई। के हो ए थोरै छ। यो खोलाको नजिकतिर यो जङ्गल एरिया, बच्चालाई हिँड्न बहुत गाह्रो छ यहाँ। त्यही भएर सम्बन्धित सरकारवाला साथीहरूले सुनिदिएर बाटोमा बत्ती हाल्ने काम गरिदिएको भए पुनः एकचोटि जालीसहितको बल्ब हाल्यो भने चाहिँ अलिकति टिक्थ्यो होला यहाँ। पहिला अब के त्यस्तै त्यस्तै भएको थियो, जालीसहितको बल्ब हालेपछि टुट्दा पनि टुट्दैन। अब सुरक्षा गर्ने भन्ने केही न केही त ज्ञान त भयो होला नि यहाँका गाउँवासीहरूलाई। सबैले त्यो बच्चालाई गाली गर्छ, बच्चालाई गाली गर्छ। त्यो बच्चालाई थाहा भएको भए त फुट्दै फुट्दैन नि। यसले मलाई नै उज्यालो दिने हो भन्ने थाहा भएको भए त तिनीहरूले गर्दै गर्थेन नि। म त तिनीलाई गाली गर्ने पक्षमा छैन। फेरि बरु सम्झाउँछु, बुझाएँ, घरमै गएर सम्झाए बुझाए पनि गरेँ भने। धन्नै यहाँबाट आउनलाई लगभग 20-22 मिनट लाग्छ त्यो रोडबाट माथि गाउँ पुग्नलाई हिँडेर। आज मौसम पनि खुलेको छ। आज राति पानी परेर रहेछ क्या, त्यही भएर मौसम छलङ्ग खुलेको छ। नत्र हिजो 9-10 बजीसम्म दिनभरि साँझसम्म दिनभरिसम्म पुरै अँध्यारो थियो। अब प्रकृतिलाई पनि कसरी जाडो भयो भनौँ भनेपछि कसरी भन्ने? यदि जाडो भयो भन्ने भन्यौँ र यतिखेर पुस र माघमा जाडो भयो भनेपछि प्रकृतिलाई पनि अन्याय हुन जान्छ। त्यही भएर जाडो भयो भन्नुभन्दा पनि जाडोबाट बच्नुपर्ने भन्ने कुराकानी त बुझ्नु पर्यो। जाडो भयो भन्नु भएन। बल्ल गाडी गयो एउटा अटो गयो बल्ल। प्रकृतिसँग मानव शरीर लडेपछि बल्ल मानव शरीर बलियो बन्ने हो भन्ने कुरा हो मेरो बुझाइ। जाडोसँग पनि कठाङ्ग्रेर लड्नु पर्यो, गर्मीसँग लड्नु पर्यो, माटोसँग लड्नु पर्यो, पातहरूसँग लड्नु पर्यो, घाँसहरूसँग लड्नु पर्यो। जब घाँस पात माटो चिसो गर्मी सबैसँग लड्यो भनेपछि बल्ल मानव शरीर बलियो हुने। प्रकृतिसँग सङ्घर्ष भएपछि बल्ल मानव शरीरलाई बलियो बनाउने हो मानव प्रकृतिले। अब मलाई एउटा कुरा के भन्न मन लाग्यो भने चाहिँ उतिखेर 64-65 वर्ष सर्दरायो हुने हाम्रा पहिलाका पुर्खाहरू, जब बाजे पुस्ताहरू
धन्नै 80-90 100 काट्ने 110 सम्म काट्ने मान्छे हाम्रै गाउँमा पनि 122 वर्षसम्म बाँच्नुभएको मान्छे उहाँहरू हुन्थ्यो। उहाँहरू भन्नुहुन्थ्यो कि पुसमाको रात त 2-3 घन्टा मात्रै निद लाग्थ्यो काम गरेर थाक्दाखेरि, पछि त हामी रातभरि कठ्याङ्ग्रेर बस्थ्यौँ भन्नुहुन्छ। गर्मीको धुपमा पनि असाढको धुपमा पनि हामी काम गर्थ्यौँ, 24 घन्टा माटो खेलाइरहन्छौँ, 24 घन्टा पात घाँस अङ्गालो हालेर हिँडिरहन्थ्यौँ भन्नुहुन्छ। उहाँहरू चाहिँ त्यत्रो वर्ष बाँच्ने। हामीहरूको जेनेरेसन के भयो भन्दाखेरि हामी त घाम भएपछि शीतल चाहियो, घाम भएपछि एसी चाहियो, घाम भएपछि पङ्खा चाहियो, जाडो भएपछि ब्ल्याङ्केट चाहियो, होइन भने हिटर चाहियो, पातहरू छुँदै छुँदैनौँ, माटो हामी छुँदै छुँदैनौँ। अनि कसरी प्रकृतिसँग हाम्रो सङ्घर्ष हुन्छ? त्यही भएर पनि होला सायद मानव शरीर आजले कमजोर हुँदै गएको, प्रकृतिसँग नलडेको कारणले गर्दा होला सायद। मलाई त्यस्तै लाग्छ है। ल ठिक छ, यति कुरा राखेँ आज मैले। धेरै धेरै धन्यवाद, सुनिदिनुकोमा धेरै धेरै धन्यवाद। नमस्कार।